पूरा गर्न नसक्ने आयोजनाहरू यो सरकारले सबै खारेज गरिदियोस्। मान्य सदस्य निशा डाँगी। सम्माननीय सभामुख महोदय, राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेलमार्गको नाममा मेचीनगरका 11वटा वडासहित झापा, मोरङ र सुनसरीका सोझा जनतामाथि भएको चरम अन्यायप्रति म यो संसदको ध्यानाकर्षण गराउन चाहन्छु। रेलमार्ग बन्ने भन्दै 2077 सालदेखि 5424 किता जग्गा विगत 6 वर्षसम्म रोक्का राखिएको छ। 6 वर्षदेखि न त जनताले त्यो जग्गाको मुआब्जा पाएका छन्, न त आफ्नो जग्गा खरिद बिक्री गर्न पाएका छन्, न अंश बन्ड गर्न पाएका छन्, न आफ्ना छोराछोरी पढाउनको लागि ब्याङ्कमा धितो नै राख्न पाएका छन्। 6 वर्षसम्म जनतालाई आफ्नै भूमिमा बन्धक बनाइएको छ। 5-6 वर्षसम्म मानसिक र आर्थिक शास्ति भोगेका ती किसानहरूको अमूल्य समयको क्षतिपूर्ति कसले दिन्छ? सभामुख महोदय, बिना योजना विकासका नाममा जनतालाई खेलौना बनाउने यस्तो गैर जिम्मेवारी कामको न्यायिक छानबिन होस् र पीडित नागरिकलाई उचित क्षतिपूर्ति दियोस्। र अन्त्यमा सभामुख महोदय, यस्ता पूरा गर्न नसक्ने आयोजनाहरू यो सरकारले सबै खारेज गरिदियोस्। धन्यवाद।